दाइ जाडो भइरहेछ जकेट किनिदिनु न ए यार पैसै छैन कहाँ किन्नु नि हौ होइन जाडो पानी परिरहेछ यत्रो जकेट किन्नु पर्यो त्यत्तरी हुँदैन के हेर्दै महँगो छ यहाँ त महँगो यता जाडो भइसक्यो अनि हजुरलाई यो किन्नु पर्यो नि यो कति राम्रो छ हेर्नु बरु हेर्दा सस्तो सस्तो रहेछ यही किनिदिनु पर्यो नकिन्ने भए छैन मुलालाई किचकिच गरे गर्छ ल यो लाउ ल यो लाउने नै भयो यो राम्रो छ ल दाइ यो त पालै पाल्छ यो जाडोमा त मर्छु त हो यो पालै पाल्छ बाख्लो किनिदिनु न अनि किनिदिनै लाग्नुपर्छ अनि अलि राम्रो किनिदिनु यो हेर्नु त कति राम्रो छ सर्लक्क परेको आहा यसका आँखा आफूले लाग्छ होइन यतिको ज्याकेट सबैभन्दा महँगो चाहिँ हेर्नु परेको छ फेरि टोपी कति हो दाजु यसको ब्रदर यो त 2500 रुपियाँ पर्छ कोरियन ज्याकेट हो आमामा 2500 थप त्यस्तो महँगो रहेछ यार कहाँ दाइ किनिदिनु यार दाइ किनिदिनु न भनेको म बरु हजुरलाई दिदीको नम्बर दिन्छु यार किनिदिनु दिदीको नम्बर दिनु हो त दिइहाल्छु दिदीको नम्बर ल दाजु ल एउटा प्याक गरिदिनुहोस् यार के गर्नु बाध्यता परि के या दाइ म लाएरै जान्छु के अनि खोइ त नम्बर 3 नम्बर के को नम्बर यो ओडाको के दाइ ओडाको भयो कति चाहिएको ज्याकेटमा दिदीको नम्बर दिन्छु भनेर फसाइयो